त्रिशुली बजारमा अचानक हल्ला चल्न थाल्छ। मान्छे भागेर भाग हुन्छ। मान्छे भागेर भाग हुँदा हुँदै उताबाट ठुलो पानीको मुस्लो हावाहुन्डी जस्तो आएको देखिन्छ। मान्छे भागेको मात्र देखिएको छ। यस ठाउँमा मान्छे भागिरहेका छन्। मान्छेलाई धेरै डर भएको छ। मान्छे भाग्ने क्रम जारी छ। अनि मान्छे भाग्दा भाग्दै आफ्नो हेर्नुहोस् त पानी उताबाट आउन सुरु गरेको छ। लेदो सहितको पानी बगेर आइरहेको छ। मान्छे ज्यान बचाउन भागी नै रहेका छन्। हेर्नुहोस् त लेदो सहितको पानी आउँदैछ उताबाट। बाढी पसिरहेको छ। त्रिशुली बजारमा बाढी पसिरहेको दृश्य छ। मान्छे भाग्ने क्रम छ। पानीले पछ्याइरहेको छ मान्छेलाई। मान्छे रोडमा दौडिरहेका छन्। पानी रोड आइरहेको छ। हेर्नुहोस् त यस्तो अवस्था छ। यो प्राकृतिक प्रकोप विपत्ति कति बेला आउँछ भन्ने कसैलाई थाहा नहुने दैवको लीला पनि कस्तो हुँदो रहेछ। हेर्नुहोस् त पानी नै पानी भयो। धमिलो पानी लिदो पानीले त्रिशुली बजार सबै ढाकिसक्यो। कति कुरोहरू बगाइसक्यो। कति बगाउन बाँकी छ। हेर्नुहोस् त यस्तो छ अवस्था। घरका विभिन्न सामानहरू पनि लिएर आइरहेको छ। हेर्नुहोस् त यस्तो अवस्था छ। ल हेर्नुहोस् त देखियो गाडी बाइक सबै ल हेर ढिक्का लाग्यो। के ढिक्का थियो है।